यहाँ आइपुग्यौ होइन यहाँ हेर्नुहोस् सबैजना आफ्नो आफ्नो ट्रेडिसनल उयसमा होइन भेष हँसाइले मात्रै थाहा पाएको मैले हेमादी रहेछ भनेर धली मली रहेछ यहाँ मुबारक काली ए माथि 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 मात्रै देखाउनु नेपालको त अब 2-3वटा भ्लग हुन्छ होला होइन त्यो छ अनि लोसारको पनि भ्लग आएको छ किनकि भोलिको लागि रेडी प्रिपरेसन तिमीहरू रोजा बसेछस् का कलर कलर भए पनि सबैले खान्छ क्या एक एक नेवाला आजकल यस्तो काम बिहान थालेको छ क्या यसरी भात प्याक्नु थालेको छ अन्द्रुनी चोट छ लुसा पनि भन्छ हामी भोलिको हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल तपाईँ सबैलाई मेरोबाट नमस्ते खबी म टासुजीले एन्ड सलाम अनि आज धेरै दिन बाद भ्लग बनाउँदैछु होइन अनि यो भ्लग चाहिँ तपाईँको हुनेछ मेरो खासमा भन्नु भने पुरा भ्लग पेन्डिङ छ नेपालको त अब 2-3वटा भ्लग हुन्छ होला होइन त्यो छ अनि लोसारको पनि भ्लग आएको छैन किनकि अलिकति अब लाइफको प्रब्लम त्यही माथि अलिकति अल्छे पनि भयो होइन अलिकति स्पेस पनि दिएको आफ्नो आफ्नो फ्यामिलीलाई अलिकति टाइम दिएँ सो अहिले चाहिँ यहाँ साफसफाइ हुँदैछ होइन सो यहाँ यो भर्खर यहाँ साह्रै आमाको यो च्यादरहरू फेरिदिएको अनि यो चाहिँ अब मैले यहाँ मिलाउन आँटेको अनि भन्दाखेरि पनि अब यो भ्लग चाहिँ हुनेछ तपाईँको ईदलाई लिएर होइन ईदमा के कसरी हुन्छ होइन स्टार्टिङदेखि मैले अलिअलि क्लिप बनाएको छु होइन त्यो देखाउँछु तपाईँलाई अब रमजानमा कस्तो हुन्छ होइन त्यस्तोहरू अब ईद कसरी उहाँहरूले अब ईद होइन रोजा कसरी अब ब्रेक गर्छ त्यो पनि अब म तपाईँलाई देखाउँछु होइन सो लेट्स सी के हुन्छ होइन सो त्यति बेलासम्म यो भ्लगलाई इन्जोय गर्नुहोस् होइन म साथीको घरहरू गएको छु सो त्यो सबै हेर्नुहोस् र यहाँ म र आमा चाहिँ आमा फर्किराख्नु भएको छ सो लेट्स स्टार्ट द भ्लग बाई अनि अब आमालाई नि अस्ति आमालाई चप्पल चाहियो अरे अन्त मैले यो मेरो पुरानो चप्पल देख्थेँ होइन यस्तो खालको होइन अरे आमालाई फितेवाला चप्पल चाहियो अरे होइन बिचरा अब आमाको इच्छा अब हिँड्नु त सक्नुहुन्न तर पनि अब एउटा चप्पल चाहिँ ल्याइदिन्छु एउटा फितेवाला हो अनि आमा चाहिँ आजकल यस्तो काम बिहान थालेको छ क्या यसरी भात प्याक्नु थालेको छ हो मैले खिलायो भने चाहिँ खानुहुन्छ होइन नानी जस्तै भएको छ भनौँ न खिलायो भने चाहिँ खाने नभए चाहिँ यसो फ्याँक्ने भएको छ क्या अनि म चाहिँ तर भन्छु यो अब टोइलेटको बकेटमा चाहिँ खाना नफ्याँक्नु भन्ने कि सुन्दैन के गर्नु अब नानी सम्हालेको बराबरै ठुला मान्छे बुढा मान्छेहरू सम्हाल्नु क्या सो के गर्नु आमा छोरा झगडा पर्दा पनि बस्नुपर्छ सुतिराख्नु विचार गाइस यो चाहिँ हाम्रो मस्जिद होइन कालिम्पोङको वान एन्ड ओन्ली मस्जिद अनि यहाँ चाहिँ रोजाको अब अफ्तारी हुन आँटेको छ रोजा खोल्न आँटेको छ सो सबैले आफ्नो आफ्नो कन्ट्रिब्युसन गरेर सबैले केही न केही ल्याइदिन्छ हो यहाँ मस्जिदको तर्फबाट पनि हुन्छ यहाँ चाहिँ यहाँ अब सबैले बाँड्दैछ सबैजना बसिरहेको छौँ हो यहाँ मेरो साथी बाँड्दैछ बाँड्दैछ यहाँ ए काम गर्दै रहेछ यो चाहिँ यसलाई चाहिँ भन्छ यहाँ हेर्नुहोस् सबैले आफ्नो आफ्नो घरबाट जस्तै यहाँबाट अब कन्ट्रिब्युसन होइन सबैलाई इफ्तारीको लागि यसरी हाम्रो भाइजन हो यहाँ मेरो साथी यहाँ हेर्नुहोस् सबैजना यसरी मिलिझुली होइन मासुसँग पुरी आमा के छैन आँटेको छ होइन इफ्तारी हुन आँटेको छ रोजा खोल्नु आँटेको सबैको हो मलाई चाहिँ यहाँ भाइजनहरूले साथीले बोलाउँदैछ बस्छ तँ पनि भन्दैछ कि बस्छ है बिचरा सबैजना उयो गरेको खिला त बिचरा सबैजना यत्रो फास्ट बसेर उयो गरिरहेको छ आफू कहाँ है अरूको हक मान्नु हुँदैन क्या अरू बेला चाहिँ खाइदिन्थेँ मलाई बस तिमीहरू ए सबै आइसक्यो यहाँ चाहिँ ल्याएको रहेछ खोल्ने टाइम भयो हो सबैले यसरी ल्याइदिन्छ कसैले घरबाट होइन कसैले मिठाई कसैले पकौडा कसैले धेरै खा न हो खा तिमीहरू रोजा बसेछस् का खा ए यो पनि लाग्दो रहेछ यहाँ नियोन म त भर्खर याद गर्दैछु यसलाई नियोन के भन्छ एलइडी लगाएको रहेछ यहाँभित्र हो बिचरा सानो नानीहरू पनि क्या खानाले कस्तो चाहिँ उयो भइरहेको होला क्रेभिङ भइरहेको होला तर पनि अब बिचरा यत्रो दुःख गरेर अब यिनीहरू रोजा बसेर होइन दिनभरि अब हेर्नुहोस् यहाँ हेर्नु नि कस्तो भइरहेको होला सानो भाइहरू पनि छ क्या
अजान भयो अब सबैको खाने बेला एक निवाला भए पनि सबैले खान्छ क्या एक एक निवाला पनि खोल्ने सुरु भयो तपाईँको अच्छा केटाहरूको ग्रुप चाहिँ यहाँ झुम्रो कता गयो मेरो हात यहाँ झुम्रो यहाँ इम्तियाज यो स्वेटर यो इम्तियाज यहाँ फायद भाइजान हो यहाँ छोटो पनि छ कता छोटो पनि छ यता कता अब आज चाहिँ अलमोस्ट लास्ट दिन आइपुग्यो अब 2-3 दिन बाद उयो छ आज चाहिँ तपाईँको यो दमको पानी मिन्स हाम्रो जस्तो हिन्दूमा भन्नु भने गङ्गाजल हाम्रोमा ठुई क्रिस्चियनमा भन्नुपर्ने होली वाटर त्यो सबको लागि चाहिँ अब मान्छे बसिरहेको छ यहाँ फुकेर दम गरिदिनुहुन्छ मेरो साथी जाँदैछ यहाँ निलो ज्याकेट लगाएर अगाडि उभिरहेको छ निलो र उयो बस्यो त्यो सो अब आज सबै उयो गरेर अब अलमोस्ट खतम भयो रोजा बसाइ भनौँ न यहाँ हेर्नुहोस् यो चाहिँ हाम्रो मस्जिद यो घडी चाहिँ पहिला अगाडि थियो अहिले यो अगाडि आएको छ घडी चाहिँ पछाडि भएको छ अब यहाँ भन्नुहुँदैछ के कसरी थियो सो अब ईद आउन आँट्यो सो यो चाहिँ हाम्रो कालिम्पोङको वान एन्ड ओन्ली मस्जिद भनौँ न सो सीधा भेटौँ तपाईँलाई ईदमा ल बाई अब रोजाको लास्ट दिन भोलि ईद हो आज चाहिँ उता साउदीमा मनाइसकेको छ ईद आज रोजाको लास्ट हेर्नुहोस् के भन्छ यसलाई बिर्सेँ मैले ईद मुबारक पनि लेखिरहेको छ माथि हो रोजाको लास्ट नमाज भनौँ न यहाँ चाहिँ अब भाइजान यहाँ छ लडेर यहाँ चाहिँ हाम्रो अम्मीहरू यता छ म चाहिँ कार्टुन लिइकन आएको भर्खर अघि सामानहरू पुगाएको केटाहरू यहाँ खाना खाँदो रहेछ भोटेले त अघि भर्खर खाएको जस्तो लाग्थ्यो दुई घन्टा अगाडि खाएको जस्तो लाग्थ्यो खाँदिनँ अम्मी म सानो ठुलो कार्टुन बडा कार्टुन हो भाइ यो सबै त्यहीँ हाल्नु न अन्त खनाउँदा भयो त हेर्नुहोस् हाम्रो अम्मीले यहाँ के पकाउनु हुँदैछ फाले हो अम्मीको अस्ति ओपनिङमा पनि थियो स्या फाले शङ्का फाले पनि भन्छ लुसा पनि भन्छ अम्मी भोलिको लागि रेडी हुँदैछ सबै हो हामी अन्त सामानहरू पनि पुऱ्यायो आज पुरा काम गऱ्यो शङ्कर भैयाले पनि भर्खर पानी पुऱ्याएकै नआएको है भैया पानी पुऱ्याएकै नआएको होइन यहाँ भएको डल्लै पानी लानुभयो शङ्कर भैयाले पनि अब यति भाडा चाहिँ छ यो छ लानुपर्ने यो छ लानुपर्ने ग्यासहरू पनि सबै लग्यो ग्यास लाँदाखेरि भाइजान पल्टे पनि अब यहाँ छ हाम्रो यहाँ चाहिँ पालेहरू साला Where is Kopshia? इसमें oh हस् सो यो फाले यहाँभित्र खाप्से छ अब खाप्से चाहिँ भोलि देखाउँछु ल यहाँ निकाल्नु साह्रो छ होस् यहीँ अनि हाम्रो प्रेम भाइ पनि लडेको अघि त्यो चोट पुरा लागेको छ प्रेम भाइलाई यहाँ हेर्नुहोस् देखाइदिएन चोट अन्ध्रुनी चोट तमासा अन्ध्रुनी चोट लागेको छ मलाई भन्नु फिर्नी यहाँ चाहिँ हामीले भर्खर प्रिपरेसन गऱ्यौँ होइन भोलिको लागि रेडी छ यता मिलाइरहेको छौँ टेबल चौकी किन दामी पुग्छ यो सबै अब हामीले उयो गरेको हो हामी यहाँ चाहिँ हाम्रो भोटे भाइले फेरि टेबल पुछाइ हुँदैछ लु
केटाहरूले काम गर्दा कस्तो सुहाएको यसला सिनेमेटिक सर्ट लिउँ क्या यिनीहरूको यहाँ चाहिँ हाम्रो गेस्टहरूको लागि क्लोज एन्ड नियर एन्ड डियर वान्स जो चाहिँ अब अलिक बस्छ होइन उहाँहरूको लागि यहाँ हो मजाले भुइँमा बसेर गफसफ गराए हो यहाँ चाहिँ अब गेस्टहरू खाएर गइहाल्नेहरू उहाँहरूको लागि पनि यहाँ छ होइन बस्नु छ है मैला मात्रै देखाइदिएन मैला मात्रै देखाइदियो त्यो केटा बस नदेखाऊ मैला त यहाँ उस मैले भर्खर यो क्रिएट गरेको नरियल होइन भाइले यहाँ उयो गर्दैछ केटाहरू बाहिर काम गर्दैछ साला क्या टाइम दिएको वाउ सब पग्ला अब यहाँ काजु कटिङ हुँदैछ है भोलिको लागि रेडी प्रिपरेसन डन द नेक्स्ट डे सो हेलो एभ्रिवान अनि चाहिँ सबैलाई ह्याप्पी 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 ईद मुबारक होइन यो चाहिँ मलाई अम्मीले जो चिनी पिस्न दिनुभएको थियो हो त्यो लिएर आएको हो अब यहीँ म इम्तियाजको घरमा आइपुगेको छु इम्तियाज नतिम हकबैजनको घरमा यहाँ चाहिँ हाम्रो काली कुकुर हो ईद मुबारक काली ए धुलो हुन्छ नचल धुलो हुन्छ यहाँ चाहिँ आइपुग्यो म घरमा हो सबजना चिटिक ईद मुबारक मामा लो ए खोइ त केटाहरू त नाङ्गे भुतुङ्गे छ त ईद मुबारक अम्मी चिनी 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 हो हिजो पिस्टिएको ल्याएको ल ल लु क्या अम्मी बिजी कसैलाई प्यान्टहरू नभएर ए माथि 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 मात्रै देखो न ए एउटा फेरि नाङ्गे नै छ त्यो खै अन्त ए रेडी भएको छैन सर अल्छेहरू आइपुग्यो ब्लग बनाएको ब्लग मैले काम बिगारेँ च्याप खाएर सबै अनि यहाँ चाहिँ हाम्रो भाइजन चिटिक्क भएर यहाँ सानो पुण्य चाहिँ मिस भयो आज हो पुण्य चाहिँ फोनमा रहेछ फेरि यहाँ फेरि हाम्रो यहाँ बडी देखाउँछस् तर्सिन्छ होला है त्यसले हाफ प्यान्ट त्यहाँ सुकाएछ फेरि कहाँ सुकाएको यिनीहरू खै हुँदैन तिमीहरू खाली लु यहाँ अब हाम्रो इम्तियाजले यहाँ खाजा खाँदैछौँ होइन अब यो मस्जिद जाने बेला भयो सबैको ए एउटाको कमी थियो पुण्यको ए पुण्य चाहिँ यहाँ छ हो ए यहाँ छ पुण्य बिजी फोनमा आमा यो को भाइ तिमी यता देखाइदिएर चिन्छ यता हेर्नु बेलुका तर्साउँछ नि यसले यसपालि नयाँ ट्राई गरिदिएको नि त कुर्ता सबै लगाउँछ यहाँ हो यहाँ फेरि अम्मीले गोस हो फेरि ओ माई गड यहाँ फेरि आलुदमहरू हुन्छ होला बेसी पिरो नबनाउनु यहाँ फेरि भावी हाम्रो भाग्यो ए हो यत्रो झन्डै अब खाजा खाऊ त्यहाँदेखि हामी ल मस्जिदपट्टि त्यहाँदेखि ड्युटी पनि जानुपर्छ लु हाम्रो प्रेम पनि आएछन् लु चिटिक्क भएर पो आएछ झन् आज चाहिँ लाइकको भएर आएछ केटो लाइकको ईद मनाउनु आइदिएको कहाँ अन्त हो भाउजूहरू खोइ भाउजू नानी ए लु ट्रेन पनि आयो हामी जानु आँटेको मस्जिदपट्टि केटाहरू अब यहाँ फोटोसोटो खिचेर त्यहाँदेखि जाने सो लेट्स सी कसरी हुन्छ अब लु प्रेमलाई पनि खाजा दिइहाल्नु आलुदम र रोटी खान्छ पुरी नबन्नु फाल्यो हो भगवान् होइन म गएको हामी
जाँदैछौँ छप्परमा हो केटाहरू फोटो खिच्ने ए यहाँ पुण्डेको रुम फेरि हेरिहाल्नुहोस् टक्कै अब यहाँ चाहिँ पुण्डेको ठुलो ग्लासवाला डोर प्लस कम विन्डोज होइन यहाँ हेर्नुहोस् पुण्डेकै छिटिक्कै हो कलर कम्बिनेसन दामी छ यो चाहिँ टाइल्स हो चिसो चाहिँ लाग्छ होला त्यसलाई पछि यो चाहिँ तपाईँको वास बेसन भइगयो किचनको सबै सामानहरू यहाँ त्यसको वासरुम हो है आमा लामो टोइलेट त यसको राम्रो निस्केको छ है वासरुम चाहिँ ठुलो त्यही त ठुलो चाहिँ यसको भएछ अन्त यहाँ चाहिँ हो अब यता रुम गेस्ट रुमको लागि हुन्छ होला यो हो यहाँ चाहिँ पुण्यको आफ्नो रुम यसको त हेभी उज्यालो हुँदो रहेछ त्यो रुम त्यही माथि यस्तो छ अब यहाँ हेर्नुहोस् है फ्लोरिङहरू पनि दामी छ हो बरान्डामा पनि लगाएकोले बरान्डामा पनि लगाएको छ टाइल्स हे प्रभु ए यहाँबाट चाहिँ यस्तो देख्छ भ्यू चाहिँ यस्तो छ यहाँ हेर्नुहोस् है चारैपट्टि हो यस्तो यहाँ चाहिँ बच्चन दाजुहरूको घर बनिँदैछ उहाँहरूको भ्यू यहाँ आइपुग्यो होइन यहाँ हेर्नुहोस् है सबैजना आफ्नो आफ्नो ट्रेडिसनल उयसमा होइन वेशभूषामा सबजना यहाँ भोटेलाई हेर्नुहोस् फेरि भाइ फेरि हो शेख साहब हाम्रो है यहाँ इम्तियाज हो यहाँ नसिम भाइजान यता हेर्नुहोस् अब जाँदैछ हामी चर्चपट्टि कत्रो हर्न बजार ओए छोड भाइ हामी जाँदैछौँ मस्जिदपट्टि म तपाईँलाई लाँदैछु हो केटाहरू आउँदैछ पछाडि यहाँ चाहिँ हेर्नुहोस् है यहाँ चाहिँ हो हाम्रो मस्जिद होइन अन्त यहाँ सबैले अब पर्वि दिने राखेको छ ए यहाँ हेर्नुहोस् यो चाहिँ हो कालिम्पोङको वान एन्ड ओन्ली मस्जिद हाम्रो हो यहाँ चाहिँ अब पुलिस प्रोटेक्सनमा पनि छ हो पुलिसले पनि सहायता यहाँ लफडाहरू नहोस् भनेर यहाँ माथि चाहिँ अब आज चाहिँ छिर्नु नसक्ने रहेछ हो यताबाट हेर्नुहोस् ए अम्बो ओ ढिलो भयो तिमीहरू ढिलो भइसक्यो उनीहरू त ऊ छैन जग्गाभित्र कहाँ जान्छ अब ए यहाँ हेर्नुहोस् गाइस भिड यहाँ चाहिँ मस्जिदभित्र होइन सबैले अब डोनेसन दिएर ब्याचहरू यहाँ ईदको ईद मुबारक लेखेको अनि यहाँ केटाहरू यता छ सबैजना यहाँ भिड भइरहेको छ अब अहिले एकछिनमा सुरु हुन्छ हो अन्त यो हेर्नुहोस् ईद मुबारक यहाँ छप्परमा पनि छ यहाँ सबैजना वजु गर्नु गइरहेको छ यहाँ चाहिँ हेर्नुहोस् आमा भिड अहिले चाहिँ अब ड्युटी जानु पर्यो सो तपाईँलाई अलिअलि प्रिपरेसन देखाइहालेँ अब बेलुका चाहिँ खाना खानु बोलाएको छ सो त्यति बेला तपाईँलाई लान्छु है त अहिले राख्नु बाई चाहिँ 5:10 भइसक्यो हो सो भर्खर चाहिँ म भ्याउँदैछु ए खाना खानु जानु हो साथीले बोलाइरहेको थियो साथीले अम्तीले सबैले इम्तियाजहरूले बोलाइरहेको थियो ढिला भयो पुरै ढिला भयो यहाँ ए भाइहरू पनि आएको रहेछ हो भाइहरूको यहाँ टक्क बाइक इम्तियाजहरू बस्दैछ ए भित्र हँसाइ मात्रैले मैले बुझ्थेँ क्या हँसाइले मात्रै बुझेँ क्या म को रहेछ भनेर हँसाइलाई मात्रै चिनेँ मैले ए लु हामी त छिट्टै पुग्यो ए को रहेछ छिट्टै पुग्यो म त लु हेलो सबैजनालाई हँसाइले मात्रै थाहा पाएको मैले हेमादी रहेछ भनेर ए लु नाच्चे फोटो खिच्दैछु भने हो अब त्यहाँदेखि आएर खानुपर्छ अरे भाबी कहाँ भाइजन कहाँ सोया भयो के गर्दैछ हाम्रो भाइजन खोइ ए ऊ धली मली पो रहेछ यहाँ सलक्क भएको छ त मान्छे बेसी भएर ए यहाँ भाइजन पनि सुतिराख्नु भने सब पल्टिरहेको रहेछ यहाँ दुईजना फोटो खिचेर के हो सेक हो क्या कता हो भाइ कतिवटा कुवा छ स्ट्रेट आउट साउदी कतिवटा कुवा छ अरे हेलो भाइ ईद मुबारक भाइलाई
दामी आएको लु पहिला यहीँ हेरिहाल्नु अरे